हेलो गाइज, वेलकम टु माई ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु त भन्दिनँ, यस्तै रुगा खोकी लाग्यो। सन्चै छैन अहिले अलिअलि, धेरै समयपछि आएको नि त आज त फेरि सन्चैदैन। आजको ब्लग चाहिँ के हो भन्दाखेरि म माइत जाने हो क्या। मम्मीलाई थाहा छैन, पर्सि मदर्स डे हो नि त, माता तीर्थबाट सरी माता तीर्थ आउँछ। अनि पर्सि हो के अरे, आज चाहिँ अफिसको काम भ्याएर जानुपर्छ। मम्मीलाई थाहा छैन क्या, मैले केही पनि भने छैन, सरप्राइज दिने हो। अहिले चाहिँ रेडी हुनु लाग्यो होइन, यस्तो रुगा लाग्यो। म चाहिँ अहिले चिउरीको भिर आइपुगेँ गाइस। वालिङ कटेर पनि अलिकति उता गल्याङ गाउँपालिका पर्छ, अलिकति उता हो, वालिङभन्दा थोरै उता, गल्याङभन्दा थोरै यता। त्यो चाहिँ झलिङ्गो पुल एकदम लामो छ, एकदम भाइरल ठाउँ हो क्या। त्यहाँनिर जान त्यहाँनिरबाट देखाउँथ्यो के अरे, तर अलि जान अप्ठ्यारो भनौँ न। त्यहाँ अलि गाडीहरू आयो भने झ्याउ हुन्छ, रोकेर भिडियोहरू गराउन पनि गाह्रो हुन्छ कि पुलमै जानु पऱ्यो। पुलमा जानलाई अहिले मसँग टाइम छैन। उहाँबाट हिँडेको 1.5 घन्टा, घरबाट हिँडेको 1.5 घन्टा भइसक्यो। बल्ल चिउरीको भिर आइपुगेँ। अनि त्यो माथिको त्यो चाहिँ के भन्छ, केदारनाथ। माथि मन्दिर देख्यो नि त, केदारनाथ हुन्छ चाहिँ। अब आयो अन्त अलिक टाढोबाट देखाएको थियो, अहिले चाहिँ यहाँ नजिक आइपुग्यो है। फेरि मान्छे यस्ता खाने त्यति चढ्छन्, त्यति भिडभाड हुन्छ। अनि त्यहाँनिर गाडी रोक्ने हो कि। अझ मैले त यहाँ बाटोमा रोकेछु हेर्नु, गाडीहरू हिँड्ने बाटो अलिक साँघुरै छ क्या, यतातिरको डबल भनौँ न। अब दुई साइडबाट आयो भने चाहिँ अलिक गाह्रै हुन्छ रोक्नलाई, अनि त्यही भएर यसरी बनाएँ। कति लामो त्यो हो क्या, त्यो माथि त्यो घरबाट छ सल्लक्क लाग्यो त्यहाँनिर पोज दिँदैछन्। म त त्यता जाँदा गएको के यस्तो घाम लाग्यो, घाममा बसेर कसले गराउने ए भगवान्। एकछिन हिँडेपछि मर्नु भएको कि अन्त तराईमा कति गाह्रो होला। आज र भोलि कसरी होला कि मैले कटाउने। पर्सि त म हिँडिहाल्छु, म जान्छु नवलपरासी हो नि त। अहिले मलाई 1.5 घन्टा भयो, एकदमै टाढा छ कि भनौँ न। 210-15 किलोमिटर त हिँड्न लाग्छ। म जाने भनेको, मेरो साथी भनेको यही हो। एक्लो कहिले छोड्दैन मलाई अहिले। यसो जान पनि सजिलो भयो नि त। रह्यो कुरो त्यो माथिको चाहिँ के भन्छ, कस्तो जतिखेर नि झ्याप्पै नाम आउँदैन नि त, केदारनाथ। यो चाहिँ नेपालको केदारनाथ भनेर सुने है मैले चाहिँ। म चाहिँ गएको छैन, म चाहिँ त्यहाँ पारीसम्म मात्रै गएको छु होइन। नेपालको केदारनाथ मन्दिर भनेर त्यसलाई चिनिन्छ अरे, टुप्पोमा छ। अब उता केदारनाथ जान नसके पनि कुनै दिन आइएछ भने जाम्ला भन्ने हो के अरे यहाँ होइन। तर आउँछु भनेर चाहिँ भन्नु हुँदैन अरे मन्दिर भने जस्तो ठाउँमा। त्यही पनि कुनै समयमा जुराइएछ भने जाम्ला भन्ने हो कि यता यो बाटो हुँदै जाने हो कि केदारनाथ चाहिँ। बसिरहन त आनन्द। अझ एकजना साथी कम्पनीदेखि साथी भएको अझै रमाइलो हुन्थ्यो। के भन्छ मम्मीलाई सरप्राइज दिन छ त। आज गयो पर्सि फेरि फर्किहाल्ने हो, हतार हुन्छ। अब कति पुग्ने हो, 5-6 त बज्छ गाइस। यहीँ बल्ल 1.5 घन्टामा बल्ल यहाँ आइपुग्यो। अब 4 घन्टा। अब के भन्छ रामदी, अब गल्याङ त आइहाल्यो यहाँबाट 1.5 किलोमिटर हो। अनि
अब गाडी दिदी अब के हालेर यस्तो छ गाडी जग्गा ठाउँ नै हुँदैन क्या रोक्नलाई। त्यही पनि मैले साइडमा रोकेको धन्न गाली खाएन, गाली गर्छन् नि त। ठिक छ, पहिलेका यसरी रोकेर नि हिँड्नुपर्छ, रोक्नु नि पर्छ होइन, आत्तिएर जानु भएन। म फेरि हाम्रो साधन बिग्रेको हो र बिस्तारै हिँड्नु परेर अहिले रामदी क्रस हुँदैछ। 2 घन्टामा त रामदी पुगिन्छ नि त मजाले। पनि ठिकै छ, अब जाने हो बिस्तारै बिस्तारै जान्छु। यो चाहिँ रामदीको पुल आइपुग्यो दाजु। म चाहिँ अहिले रामदी आइपुगेँ। यताउता गयो भने चाहिँ यहाँ सिधा उता गयो भने चाहिँ बुढोतिर पुग्छ गएर यतातिर गयो भने चेन्जबाट आउने म चाहिँ यतातिर गएको साह्रो नै सुन्नु छैन होला, म हेलमेट लगाएको छु नि त। यस्तो कालो हात त पर्दैन राख्ने नि त, गर्मी हो नि। अनि रामदी भनेको चाहिँ यही हो। कतिजना सिधै जानुपर्छ, सिधै गएपछि अलिकति भन्छ 2.5 घन्टा त लगभग लाग्छ जान्छु। यस्तै अब चाहिँ जानु पऱ्यो। यो चाहिँ रामदी है गाइस, यो रामदी हो। यहाँ उता गयो भने स्याङ्जा, यता गयो भने पाल्पा जिल्लामा रामदी चाहिँ क्रस भयो। म चाहिँ अब लुम्बिनी प्रदेशमा स्वागत भइसक्यो। मेरो चाहिँ बुटोल 8 लुम्बिनी प्रदेशमा स्वागत भइसक्यो मेरो चाहिँ जोस। अब यता चाहिँ यो पुरै पाल्पा हो, पाल्पा हुँदै नवलपरासी जाने बाटो। भन्ने कुरो अब एकछिन बसेर जान्छु भनेको आनन्द मान्छेलाई पाइहाल्यो। एकछिन आनन्द पखाउनु बुझ्नु नआए हुन्छ नि अरू नहुँदा होइन, किन आउनु पऱ्यो र। फाइनली म चाहिँ यो हाम्रो सीता बाबाको सेवा भनौँ न अहिले बन्द गरेको निर्माणले गरेको चाइना स्टेट कन्स्ट्रक्सनमा आइपुग्यो। अब यहाँ सीता बाबा आउन लगभग छैन, एकछिन 3 मिनट लाग्छ। अब 2-4 वर्षपछि कसो नबन्ला त्यसपछि त यस्तोहरू तल भित्रभित्रबाट जाने हो भन्दैछ। अझ उता निस्किन्छ सीता बाबा निस्किन्छ जानु अलि पछि त त्यही बाटो निस्किने हो। 2-4 वर्षपछि ढाउनु उज्यालो बत्ती गर्नु बाल्दै खान्छ भित्र काका खाने खाएको नि दामी छ। हुन त म मनाउँ पनि एकछिन भित्रबाट गइसकेको छु, तर अब सीता बाबाको घर र घरदेखि माइत जानलाई यही बाटो हुँदै जानुपर्छ। फाइनली म चाहिँ सीता बाबाको मन्दिर आइपुगेँ। कस्तो राम्रो हो, धेरै नजिक हो क्या। अब जान्छ नि मलाई धेरै नजिक चाहिँ यहाँ अलिकति बाटो अप्ठ्यारो अनि गाडीहरू धेरै नजिकबाट भिडियो बनाउँछु। दर्शन गरेर जान त हुन्छ, उसो हुन्छ नि। खाना खाएर आइदिएर झन् 5 लाख बिहान खाली पेट आउनुपर्छ त्यो जानलाई चाहिँ।
यो चाहिँ बुटोल गोल पार्कै गाइस मैले चाहिँ म बुटोल गोल पार्क आइसकेँ ठ्याक्कै यहाँ आइसकेपछि चाहिँ माइत आयो भनेर यति ढुक्क हुन्छ कि यति ढुक्क हुन्छ हुन त अलि हेर नि 1 घन्टा त लाग्छ त्यो पनि यति आनन्द आउँछ यस्तो यहाँ उता त कहाँ टाढै टाढै गएको लाग्छ यहाँ आइसितको आनन्द छुट्टै आनन्द क्या जति नै गर्मी घामले मर्नु भए पनि आफ्नो माइत आउँदा त स्वर्गै पुगे जस्तो हो नि तर जानु छैन कस्तो राम्रो मौसमले गर्दा चाहिँ आज चाहिँ घाम त घाम छ टन्टलापुर घाम हो अहिले शीतल भइसक्यो अहिले किनभने 5:30 भइसक्यो नि त यहाँ यसरी ढुक्क भयो क्या अब माइत आइपुग्यो भनेर आइपुगे सो गाइज हामीहरू चाहिँ खैरी आइपुग्यौँ यो चाहिँ मन्दिर हो यता चाहिँ बजार लाग्छ यो चाहिँ एकदम चल्दो बल्दो लोकेसन मन्दिर मन्दिरहरू चाहिँ यहाँ चाहिँ बिहा वर्तमान त जे गरेर गर्नुहोस् आउनुहोस् अनि यहाँ चाहिँ हल्का बाटो बन्दै हो डेभलप हुँदैछ हाम्रो खैरेनीतिर हल्का होइन पुरै होला नि पुरै भइसक्यो अलिअलि छ अलिअलि रोयल पहिलो बाटो छ अब यसरी हिँड्नु पर्छ हेर्नु त यो कुन बाटो आयौँ त नि हामी सो गाइज अब हामी चाहिँ अब आमासँग जाँदैछौँ यो चाहिँ हाम्रो पुरानो मामा घर जाने बाटो हो यहाँबाट चाहिँ हामी जान्थ्यौँ अब अहिले चाहिँ हामी उता जाँदैछौँ अब आमाले चाहिँ हामीले आन्टी आउनु भयो भनेर आमालाई थाहा छैन होइन अनि आमाले चाहिँ सोच्नु भयो कि आन्टी आउनु भएन म मात्रै आउँदैन भनेर सोच्यो तर हेरौँ हाम्रो आमाको रियाक्सन अब हामी चाहिँ अब 15 मिनटमा पुग्छौँ हेर्दै गर्नु होला यो चाहिँ हाम्रो खैरेनी सुनलको बाटो गाइज मैले आन्टीको क्यामेरा चाहिँ मैले आफ्नो हातमा लिइसकेको छु फाइनली भेट पनि भइसक्यो र म रेडी भएको चाहिँ 3-4 बजीतिर आन्टी 6:30 बजीतिर आउनुभयो अनि यस्तो 15-20 मिनटसम्म चाहिँ हामी हल्का गफ गरेर बसेको अब 7 बजीतिर आन्टी ढिलो आउनुभयो के अरे ड्युटीबाट छुट्टी मिलेको थिएन नि त ड्युटी गरेर आउनुभयो अब हामी चाहिँ फाइनली आमालाई भेट्दै म त अस्ति भर्खर भेटेको तर आन्टी भेट्दै अब हेर्नु होला यस्तै छ हामी चाहिँ मलाई चाहिँ चल पल्टिन्छ भन 2 दिनको लागि मेरो छुट्टी छैन पढ्नुपर्छ ल हेर्दै गर्नु 2 दिनसम्म हामीले के गर्छौँ हल्का भिडियोहरू बनाउँदै गर्छौँ हल्का लाइक कमेन्टहरू गरिदिनु होला ल है यो चाहिँ अन्ति पढेको सरी यो चाहिँ मन्दिर हो होइन अनि यो पढेको कलेज आन्टी पढेको कलेज यो चाहिँ आन्टी पढेको कलेज हो यहाँ म पनि गएको छु जब चाहिँ सुन्न लागिसक्यो होइन कस्तो राम्रो देखिरहेको हाम्रो सुनोल हामी जन्मेको हुर्केको ठाउँ भनेको चाहिँ सुनलै हो कि जे भए पनि आफ्नो ठाउँ भनेको आफ्नो ठाउँै हो यो चाहिँ हाम्रो ठाउँ है गाइज यसमा धेरै मेमोरीहरू छ हाम्रो पहिलाको बाटो त एकदम त्यस्तै थियो अहिले चाहिँ अलि गुड भएको छ हाम्रो यो यता सुनलभित्र यता चाहिँ परासी हो हाम्रो ठ्याक्क यहाँबाट उयो हो के र अब यो चाहिँ आफ्नै ठाउँ जस्तो लाग्छ यहाँबाट भित्र गएपछि गाइस अब चाहिँ हामी पुग्न लागिसकेको छौँ अब चाहिँ 2-3 मिनट लाग्छ तर पहिला चाहिँ म जान्छु अनि आमा कोही नि आउनु भएन अब त के अरे म एक्लै हेर्छेन भनेर हल्का चलपल दिन्छ आमालाई अब आमा त अब स्याहारै हुन्छ अनि त्यसपछि बल्ल म चाहिँ आन्टीलाई आउनु भनेपछि हेर्दै जानु होला अनि अब चाहिँ कस्तो अँध्यारो भयो यो चाहिँ मैले लाइट बालेर यतिको भएको कालो मान्छे फेरि कालो आउँछ कि हाम्रो राइडर आन्टीलाई फेरि कहाँ चल्छ कि उहाँबाट
गरेर भयो नि भगवान्ले अब त्यही हो के हो भन्न आउँदैन बुझ्नु त तपाईँहरूले हल्का मिलाएर अब मलाई यस्तो लाइट बाल्नु मान्छे मलाई हल्का लाज पनि लाग्छ तपाईँ ठिकै छ एउटा गीत यस्तो याद आइसक्यो होइन त्यो छ नि फर्किआए आफ्नै गाउँमा यहाँनिर आइसक्यो मलाई ठ्याक्क त्यो फिल हुन्छ कि किनभने म यहाँ सानैबाट पढेको के हुँदो रहेछ यतातिर बिहे फेरि राम्रो हुन्छ क्या कस्तो बिहे के ए हाम्रो परासीको चलपल अब चाहिँ फाइनली अब एक म कता हो कोही पनि आएन नि म आएको यस्तो म भ्लग गराउनु लागिहाल्छ यसो कस्तो लाग्यो नि म एक्लै आउँदाखेरि अब एकदम राम्रो लाग्यो अब कोही नै आएन अब कोही नि आएन ओसियामा कोही पनि आएन अब नातिनी आयो म आएँ नातिनी आयो अब मैले त्यो खुसियाली बनाएको छु त आलु मुढी पकाएको छु अनि खुसी मासु लाग्यो? पकाएको छु खाना खाने मान्छे छ हेलो गाइस गाइस यस्तै हो तरकारी पकाउँदैछु पकाउनु A few moments later, a few inches later. थाहै नलागेन सरप्राइज Oh my God! Wow! सरप्राइज हो कि सरप्राइज मम्मीका पनि मम्मी राम्रो रहेछ मलाई को चिन्दैन ढाँटेको रहेछ कि चिन्दिनँ के अरे कत्रै गएन त मास पनि बनाउनु चिनेको त नहुनु पर्ने चिसो दिनु न मेरो छोरी आमामणिमा औँसीमा आएको तर मलाई एकदम छर पारेर छर्क्याएर आएर कुर्सीमा ढसक्क बसेको म त को भनेर एकदम खुसी खुसी आधी खुसी भएँ आधी बेखुसी भएँ को के हो मास नलगा भएर चिन्थ्यो होला मास लगाएर चिन्दिनँ गाइस भनेपछि अब दुईटा छोरी आउने भएन के अरे नआउने भयो एउटा छोरी आज अनि बिरामी भयो नि आफ्नो कान्छी छोरी आयो आमाखानी औँसीमा कहाँ हुन्छ यहाँ म आफू भाग दिनलाई त अहिले त म आइछु नि कहाँ पाइन्छ त्यसरी आइन नि गाई चाहिँ आमालाई मम्मीसँग भेट भयो ल आमा अब यस्तो भ्लग गरौँ न यस्तो हुनुहुन्छ नि हजुर ल फेरि 1 सेकेन्ड ल आमा एउटा भ्लग गरौँ न त आमा यसरी म ल्याउनु त हातले हुन्छ यो ल्याउनु न यो यसरी यहाँ समात्नु न यहाँ समात्नु न यसरी हल्का ल अब बोल्नु न तपाईँ हेलो गाइस मासु पाक्दैछ खाना खाने मान्छेहरू छ मेरो होटल हो र नास्ताहरू दिनभरि नास्ता हो बेलुका खाना हो खाना हो गाइस देखाउनु नि त मासु अब यस्तै फर्केर यसरी मैले बनाएको मासु मैले बनाएको मासु अलि देखेन अलि यस्तरी ओइ
हेर्नुहोस् गाइस ल भन्नु हेर्नुहोस् गाइस मैले बनाएको मासु खाना खाने मान्छेहरू पनि हुनुहुन्छ म चाहिँ फाइनली आइपुगेँ है गाई चाहिँ मन भटेर आइपुगेँ मैले सरप्राइज दिएको तर थिएँ, मैले सरप्राइज भयो तर मैले आमाको रियाक्सन यस्तो हुन्छ नि सोचेको पनि थिएन कि किनभने आमाले त अब होइन ए हो र भने चाहिँ गर्नु चाहिँ म सोचेको थिएन कि चर बलिदियो कस्तो गर्मी भयो कि यस्तो ठाउँ बस्ने छैन त्यही भएर आउँदिन भनेर म फाइनली आइपुग्यो गाइस रमाइलो भयो रमाइलो के हो नि अब अर्को दुइटा दिदी नै आएको भए त अझै रमाइलो हुन्थ्यो अब अहिले चाहिँ म चाहिँ आइपुगेँ अर्को छोरी आइपुग्दैन भनेर म चाहिँ पहिल्यै आएर बसेँ मलाई आन्टीलाई पुर्दै बसेको म यहाँ हो त कति भनेपछि अफिस टाइम भएर आएको म कति 12:30 बजी हिँडेको स्याङ्जाबाट अहिले कति बजी नानी हेर्दा हेर्दै 7:30-8 भइसक्यो यस्तो हुन्छ म त फेरि आराम गर्दै आएको नि त मासु पाक्दै खै Thank you so much for watching this video. Don't forget to like, comment, subscribe.